जेनजी अगुवा सुदन गुरुङ आउन आँटेको निर्वाचनमा उनी पनि सहभागी हुने भएका छन्। फागुन 21 को निर्वाचनमा उनी पनि उम्मेदवार उठ्नको निम्ति घोषणा गरेका छन्। उनी पनि फागुन 21 को निर्वाचनमा चुनाव लड्ने भएका छन् र गोर्खा क्षेत्र नम्बर 1 बाट सुदन गुरुङ चुनाव लड्ने घोषणा गरेका छन् र गोर्खा क्षेत्र नम्बर 1 बाट उनी आगामी फागुन 21 को निर्वाचन जो हुन आँटेको छ त्यो निर्वाचनमा गोर्खा क्षेत्र नम्बर 1 बाट उनी लड्ने भएका छन् र उठ्ने भएका छन् र त्यहाँबाट उनी चुनाव लड्ने आज घोषणा गरेका छन्। सुदन गुरुङ जो जेनजी अगुवाको नेतृत्व गरिरहेको थिए र जेनजी अगुवा अथवा जेनजी आन्दोलनको उनीहरूले नेतृत्व गरेर अहिले जेनजी सरकार उनले नै बनाएका हुन् र उनकै अगुवाईमा अहिले सरकार चलिरहेको छ र उनकै अगुवाईले गर्दाखेरि आज जेनजीहरूले न्याय र जेनजीहरूले सुशासन र जेनजीहरू जेल जानबाट बच्न सफल भएका छन् र सुदन गुरुङकै कारण आज तीन दलहरू अथवा नयाँ दलहरू र नयाँ शक्तिहरू एकजुट भएका छन् र नयाँ शक्तिहरू आज जेनजी अगुवाईकै फलस्वरूप आज एकजुट भएका छन् र चर्चित युवाहरू जो नेपाली जनताले मन पराएका युवाहरू आज सुदन गुरुङले गर्दा एकजुट भएर चुनाव लड्ने घोषणा गरेका छन् र यो सँगै सुदन गुरुङले पनि गोर्खा क्षेत्र नम्बर 1 बाट चुनाव लड्न र उठ्ने उनी भएका छन् र गोर्खाको क्षेत्र नम्बरबाट उनी चुनाव लड्ने घोषणा आज गरिसकेका छन्।